यता हेर्नु न अलिक भिरतिर हेर्नु त ड्याडीलाई चाहिँ डर लाग्छ कि भिडियोमै फेरि यस्तो मतलबै छैन डराले पार्नु हो बिनाको कालो मर्निङ भ्यू यस्तो 4:30 भएको यस्तो औरे बिनाको कालो हिँड्ने टाइममा मर्निङ भ्यू यस्तो छ माइ गॉड कसरी एक्सप्रेस गरौँ मैले माइ गॉड सक्दिनँ एक्सप्रेस गर्ने यस्तो ब्युटिफुल छ कि माइ गॉड कस्तो आँखाले क्याप्चर गरेर जस्तो लाग्यो नि मेरो क्यामेराले सक्दैन एकदमै ब्युटिफुल क्या सी माइ गॉड हेर ल यो अझ घाम झुल्किने बेला भयो यस्तो खतरा देखिरहेको छ ल ल हिमालय यति नजिकबाट हामी देखाएको 5 वर्षमा पनि देखाउँदैनौँ त्यो देखाउँदैन त्यहाँ घाम झुल्क्यो यता यता चाहिँ हिउँ कम रहेछ ल्यान्डस्केप छ पुरै घुमाइदिनु पुरै उता घुमाइदिनु पुरै रातोपट्टि देखाइदिनु ल यता यस्तो राम्रो भ्यू त ल्याएर ऊ त्यो हो घर हामी बसेको यति हिँडेको फाइनल्ली बुद्ध मन्दिर आइपुग्यो यता हेर्नु न अलिक भिरतिर हेर्नु त ड्याडीलाई चाहिँ भिरतिर हेर्नु अलिक डर लाग्छ कि भिडियोमै फेरि यस्तो मतलबै छैन के गरिरहेको भने के हालिदिन्छ तपाईँ पढ्नु डराले पार्नु हो ल कस्तो राम्रो भ्यू हेर्नु चाहिँ भाग्यमै लिएर आउनुपर्ने रहेछ यहाँ आउने मान्छेहरू भाग्यमानी पनि हो म धेरै भाग्यमानी छु मम्मीहरूसँग बाबासँग आउनु पाइयो आइम भेरी प्राउड अफ माई सेल्फ रेलिङ लाइट रहेछ पहिला चाहिँ थिएन अरे यस्तो डेभलप भएकै भन्नुपर्छ बत्ती छ मजाको व्यवस्था छ त्यहाँ कुदै हुन्छ ठुलो बाल छैन ठुलोमा आउँदै हुनुहुन्छ यहाँ ठुलोहरू ल सबै अङ्कलहरू त्यहाँ हुनुहुन्छ यहाँ ल रेलिङ छ पुरै यस्तो झनन्न गरिरहेको कि पुरै छोडिदिनु पुरै झन्न गरिरहेको कि ल बाटो हामी यहाँबाट त्यहाँ पुग्ने ल गोसेकुण्ड गेट हामी चाहिँ अब यहाँबाट गोसेकुण्ड लाग्यो
सक्नुभयो है ल आज चाहिँ ए भगवान् ल यहाँ मौरीलाई गरे ल जाउँ अब गयौँ हामी गयौँ अब जाउँ हामी त्रिशुल कुण्ड जाँदैछौँ र जाउँ त्यसो भए के भन्नु नर्स निकालेको पानी चाहिँ ए हो एकछिन त्यहाँ बसेर प्रे गर्नु नि त्यहाँ बसेर कहाँ बसेर यो मोटा आएर नहुँदा नहोला नि 2-3 दिनको बाद आएर मलाई धाराबाट फर्क्यौँ हुन्छ हालिदिनु त्रिशुल धाराबाट फर्केको हामी चाहिँ अब मजाले त्रिशुल धारामा आएपछि त झनै मन नलाग्दो रहेछ शीतल ठाउँ के हामीलाई त कालकुट विषले शीतल गरे हामीलाई के हामीलाई के नगर्नु होइन हामीले चाहिँ अब हेऱ्यौँ तर मैले चाहिँ केही देखिनँ त्यहाँ बिचमा जस्तो देख्यो शिवलिङ्ग जस्तो चाहिँ देखियो हामीले मैले चाहिँ भगवान् सुतेको जस्तो देखेँ सुतेर माथि चाहिँ जट्टा खिचेर ऊ यतानिर कि तर जे कल्पना गरेँ त्यही देखिने हो खै हो कि होइन डोन्ट नो होइन तर विश्वास फोटो खिच्न नदियो अलि आउँदा टन्न खिचौला हिँड भनेर भनेको थिएँ अब बिहान त्यस्तो खुल्या नखिचेर अहिले आएको त्यहीँको मान्छे यहाँ देखिँदैन भगवान्को कृपा यस्तो एउटा भेडा